हेलो, हाई, सेवा, नमस्ते साथीहरू। अनि आज चाहिँ हामी सन्दकपुरसम्मको हाम्रो यात्रा छ अनि त्यसमा चाहिँ म हजुरहरूलाई भिडियो देखाउँदै लानेछु। अहिले चाहिँ बिहानको समय भइरहेको छ, हामी चाहिँ 10 जना जाँदैछौँ। म हजुरहरूलाई भिडियो देखाउँदै लानेछु। मेरो भिडियोहरूलाई हजुरहरूले लाइक, कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला है साथीहरू। हामी चाहिँ अब सन्दकपुरको टपमा पुग्न लागेको छौँ साथीहरू। अनि यहाँ चाहिँ फोटो खिच्ने क्रम भइरहेको छ। फाइनली साथीहरू हामी चाहिँ सन्दकपुर आइपुगिसक्यौँ। यहाँदेखि चाहिँ हिमाल पनि कस्तो राम्रो देखिँदो रहेछ। यो हिमाल चाहिँ हाम्रो ग्रुप यहाँ चाहिँ मौसम पनि चिसो। सन्दकपुर है साथीहरू, यही हो सन्दकपुरको। यो चाहिँ बजार। हामी चाहिँ यहाँ उकाली लाग्यौँ साथीहरू। हेलो साथीहरू, हामी चाहिँ अब यहाँ झन्डै मार्यो रमाइलो चिसो। हामी चाहिँ यहाँ अहिले 4 जना यहाँ गाडीको पछाडि बसिरहेको छौँ साथीहरू। यात्रा कस्तो भयो? एकदम बबाल चिसो भइरहेको छ नि। मलाई त पहिलोचोटि नभए पनि उयोसम्म चाहिँ लानु पर्छ। मलाई चाहिँ पहिलोचोटि हावाले उडायो आज साँच्चै भनेको। हेलो साथीहरू, अब चाहिँ हामी खाजा खानको लागि चाहिँ पर जाँदैछौँ है। झन् पल्टिनु खोजिँदैछौँ तर यति समस्या, यति मुस्किल हुँदो रहेछ। हुन्छ हेलो गाइज, अब हामी जाँदैछौँ। सियोनिमिस म अहिले खान्छु नि। चिसो मौसममा त हामी मकै पनि खाँदैछौँ। हामी चाहिँ पपकर्न खाँदै गाडीमै। चराले त हावाले कस्तो बटालिदिन्छ। बाटो चाहिँ अप्ठ्यारो रहेछ, झन् लड्नु खोजिँदैछ। र यहाँ चाहिँ मालमाताहरू बस्दैछ अनि यस्तो छ सन्दकपुरको ठाउँ चाहिँ भनेको यस्तो छ। उहाँ काठमाडौँबाट आउनु भएको छ यहाँ घुम्नु। हामी चाहिँ खाजा बनाउने क्रममा यहाँ चाहिँ आलु दम बनाउँदै हुनुहुन्छ यता मिसहरूले। अविस्मरणीय क्षण भएको छ। बिहान पेन्ट चालिएर यता चाहिँ डाँडाहरूको अवलोकन हुँदैछ। बसौँ त, बसाइदिउँ ल, म बसाउँछु। सुप पनि रेडी भइसकेको छ है साथीहरू। सुप पनि रेडी भइसक्यो। कस्तो राम्रो देखिएको यो ठाउँहरू। कस्तो मिठो छ नि थुक्पा तर। हेलो साथीहरू, हामी चाहिँ खाजाहरू खाइसकेर अनि यहाँ चाहिँ अहिले फोटोहरू खिच्दैछौँ। हामी अहिले सन्दकपुरमै छौँ साथीहरू। सन्दकपुरको मौसम चाहिँ अत्यन्तै चिसो छ अनि अहिले यहाँ हावा पनि त्यत्तिकै धेरै चलिरहेको छ नि त। अनि चौरहरू चाहिँ एकदम राम्रो रहेछ। माथि चाहिँ साथीहरूले फोटो खिच्दैछ, हामी चाहिँ यहाँ तल चौर गाडीमा चौरमा चाहिँ भिडियो बनाउने भनेर हामी यहाँ बसेको छौँ। अनि यहाँ पहाडी हिमाल पनि अत्यन्तै राम्रो देखिएको छ। अनि मेरो भाइ चाहिँ यस्तो छ है।
फर्किँदैछौँ है साथीहरू। अब घर फर्किँदैछौँ। सन्दकपुरमा जति रमाइलो गर्ने गरिसक्यो, अब फर्किँदैछौँ है। हेलो साथीहरू, हामी चाहिँ कालपोखरी हेर्न यहाँ आइपुगेको छौँ है। यो हो सन्दकपुरको कालपोखरी, तर कुहिरो लागेर सबै छोपिएको छ। चस्मा लगाएर पनि यहाँ देखिन्छ। उतापट्टि जानु पर्थ्यो। कति उज्यालो रहेछ, मेरो चस्मा लान किन कालो कालो हानेको।